मरिदैन कि। यसको नाम के अरे दिदी? बिही हो, बिही। बिही। बिही हो, यो मरिदैन, राम्रो भात रुचाउँछ। ए यो अचार खानु कि यसको तरकारी? तरकारी खानु। ए यसको स्वाद चाहिँ कस्तो हुन्छ? मिठो हुन्छ, तिते गर्लाको जस्तै। ए तितो तितो धेरै तितो हुन्छ। अनि यो तितो हुँदैन, न अलि हल्का तितो तितो जस्तो मात्रै हुन्छ। यो काँडा पनि हुँदो रहेछ है, यो काँडाले घोच्यो सबै। काँडा त हुन्छ नि, काँडाले घोचेर तर यो पल्केपछि चाहिँ खोजी खोजी खान्छौ तिमी। तर मैले चाहिँ आजसम्म यसको तरकारी भन्ने कुरा चाहिँ थाहा पाएको थिइनँ। होइन मलाई पनि थाहा थिएन नि त, सिकेको त हो। हाम्रोतिर पनि हुँदो है दिदी? किन हुँदैन, हुन्छ नि। यो बगरको छेउछाउ हुँदो रहेछ। यसले यसको घाँस पनि गाई बाख्राहरूले खान्छ कि खाँदैन? खाइदिन्छ नि भुइँसीहरूले, कति टुप्पा टुप्पा खाइदिन्छ। जोगाएर राखेको रहेछ तरकारी खान। यो यसको पनि तरकारी हुन्छ भनेर चाहिँ कहिलेदेखि थाहा पाउनु भयो दिदी? भयो, मैले निकै गर्छ। ए कसले भन्यो कि आफैले? ती पुर्णिनी माइजूले, ती मर्ने माइजूले खाना जान्न लाग्यो। ए अलिक छिप्पिएको चाहिँ होइन कि, अलिक कलिलो भन्दा पिसे। ए छिप्पिएको चाहिँ कस्तो हुन्छ भित्र रेसा सेसा हुने? बिहा अलिक धेरै हुन्छ क्या। बिहा त्यो भित्रको बिहा पनि होइन, खानु खाने नै हो? सबै खाने चाहिँ हो। बढी छिप्पिएको चाहिँ अलि बढी तितो हुँदो? तितो त हुँदैन। यो दागले यसरी यसो गरो, अनि यहाँ काटो, कुरु कुरु काटो खायो। ए अब यो दानालाई चाहिँ तपाईँको 2 फ्याक पारो। 2 फ्याक बनाउने, अनि अझ सक्यो भने 4 फ्याक बनाउँदा झन् राम्रो। आलु भुजुरी जस्तो। दाना यस्तो दाना अनि यसलाई फ्राई गरेर खानु कि यसलाई रस पनि हाल्न मिल्छ? मन हुनेलाई हुन्छ, तर धेरै फराइ नै ठिक। बिहा खोर्सानीको जस्तो बिहा हुँदो रहेछ है। ल फुटाएर देखाउ त। ओह, यहाँनिर मैले यहाँ निकालेको थिएँ, खोर्सानीको जस्तो बिहा। ल यो बाहिरको बोक्रा नफाल्ने पनि होइन, चिर्ने मात्रै हो? किन फाल्नु? यो सबै काटेर खाने। यसलाई अब यसो गर्ने, 2 टुक्रा 4 टुक्रा बनाउने, अनि भुट्ने, खाने। अलि छिटो गर्न चाहिँ मिठो चाहिँ मिठो, मजाले भुटेर खाँदाखेरि फुल चाहिँ यस्तो झुप्पा झुप्पै पनि फलेको हुँदो रहेछ। जुप्पा त यस्तो चाहिँ मिठो क्या, यो कल्लो कल्लो।